नमस्कार साथीहरू, यो गाउँघरको कति राम्रो हरियाली सुन्दरता अनि फलफुल पनि त्यस्तै राम्रो अर्गानिक खान पाइन्छ। ल हेर्नु, आज म दिदीको घरमा आइरहेथेँ। फलफुल पनि त्यस्तै राम्रो। यो फलको नाम के हो त्यो बताउनु हो भने पुरस्कारको उचित व्यवस्था पनि छ। एउटा रिचार्ज 50 रुपैयाँको रिचार्जको व्यवस्था छ। फलको नाम भन्नु कमेन्टमा भन्नुभयो भने हेर्नु त कति राम्रो। ल हेर्नु, जेमा पनि यो त ओखती नै हो, बुढाबुढीलाई खान पनि अनि बिरामीले खाने पनि व्रतमा खाने पनि सबै थोक हुने। हेर्नु हरियाली कति राम्रो छ। सागसब्जी मलहरू केही खाद्य मल नहालेको गाईको मलबाट मात्रै बनेको सागसब्जीहरू। ल हेर्नु कति राम्रो छ। हरियै छ। मकै यता अब हुन आँटिरहेछ, फुल खेल्न आँटिरहेछ। यता साग टिप्दैछु म। लु आउनु साथीहरू, हरियो सागपात खानलाई बजारमा त आज किनेर लगो, बेलुका राख्यो भने फ्यात्तै कुहिराखेको हुन्छ फ्रिजमा राख्दा पनि। आफू त कराक्क बारीमा पस्यो, कराक कुरुक पारेर भाँचो, अनि त्यहाँदेखि लगो केलायो, कराईमा ज्वाइँ पार्यो अनि पकाएर खायो। अनि पो स्वास्थ्य हुन्छ, राम्रो हुन्छ। बजार भन्छन् कि मान्छेले, बजार त खतम, मलहरू हालेको दुनियाँभरिको। लु हेर्नु त कति राम्रो छ हरियाली सुन्दरता। लु हेर्नु कति चाहियो, एकमालो पारिसकेँ मैले त टिपेर। 2 छाक 3 छाक हुन्छ मलाई। हाम्रो परिवारलाई 3-4 छाक हुने गरी टिपेँ, अझै टिप्छु। अब यहाँ भिन्डी रोप्नु छ, खनखान गरेर भिन्डी रोप्नु छ, त्यसैले टिपेको। तपाईहरूलाई पनि चाहिन्छ भने भन्नु कमेन्टमा आउनु होला। यो मेरो दिदीको घरमा हो। ठाउँ कुन हो तपाईँहरू नै कमेन्टमा भन्नु होला। ठाउँ त अब तपाईँहरूलाई पनि थाहा हुँदैन होला कहाँ कहाँ